दर्शन नमस्ते सबैजनामा। बाटोमा भएका यी बच्चाहरूको एकदम दयनीय अवस्था देखेर कसैले अडप्सन गर्ला कि भनेर हामीले विभिन्न यस्तो पोस्टहरू पेजमा राख्ने गर्ने गरेका छौँ। तर आफ्नै घरमा पालेको बच्चाहरूलाई केही समयपछि मन मार्छ या उनीहरूमा समस्या देखिन्छ, त्यसपछि अडप्सनका लागि पोस्ट गरिरहनु भएको देखिन्छ। हामी सोध्न चाहन्छौँ कि किन पाल्नुहुन्छ जब कि यसरी उसको भावनामा ठेस लगाउने दिन आउँछ भने। आखिर हाम्रो जति जिन्दगी हुन्छ नि त्योभन्दा त यिनीहरू कम बाँच्छन् नि, किन त्यति समयसम्म नि हजुरहरूलाई उनीहरूको संसार गर्न गाह्रो हुन्छ। बोलेर केही भन्न सक्ने भए त कति चित्त दुख्थ्यो होला नि। अनि हामीले यिनीहरूको बिनाउन सुन्न पनि सक्दैनौँ। सक्नुहुन्छ भने आफ्नो छोराछोरी सरह माया प्रेम दिएर पाल्नुहुन्न। अनि सक्नुहुन्न भने बरु बाटोको सामुदायिक कुकुरहरूको सहारा बन्नुहोस्, तर घरमा पाल्ने भनेर ल्याउने अनि बिचैमा साथ छोड्ने नगर्नुहोला। मानिसभन्दा यिनीहरू धेरै वफादार हुन्छन्, त्यही भएर त भगवानको पनि खास हुन्छन्। बाटोभरि यस्ता धेरै बच्चाहरू छन् जुन रोगले भोगले आत्तिएर बसेको हुन्छ, पेटभित्र छिरेको हुन्छ। कति रोगहरू छ जो लड्न आफै सक्दैनन्। त्यसको लागि कि त हामी आफै मानिसहरू हौँ नि। हामी त मान्छे सर्वश्रेष्ठ भन्छौँ, यिनीहरूको रक्षा गर्ने भन्छौँ, तर पनि हामीले रक्षक होइन भक्षक भएर चाहिँ यिनीहरूमाथि दुर्व्यवहार गरिरहेका हुन्छौँ। सक्छौँ भने हामी सबैजना मिलेर यो बच्चाहरूलाई कल्याण गरिदिउँ। धन्यवाद।